हेर्नुहोस् है, यो संसदीय व्यवस्था यो एउटा एमालेको र काङ्ग्रेसको वकिलहरूको सङ्गठनको दुईटा, एमालेको पनि काङ्ग्रेसको पनि वकिलको सङ्गठनको चाहिँ अध्यक्ष थिए। त्यो कुन कुन तहको मलाई थाहा छैन, म भेटिरहन्छु अदालतमा। उहाँहरू दुईजना र मलाई एउटा टेलिभिजनमा लगिएको थियो, प्राइम टेलिभिजन। मैले संसदीय व्यवस्था विरुद्ध बोलेको त्यति बेला 1 वर्ष अगाडि हो। उहाँहरूले के भन्दै संसद नभएको पनि संसारमा देश हुन्छ, सबै व्यवस्था संसदीय हो भनिदिनु भयो। त्यो तहका पनि पार्टीका कार्यकर्ता वकिलहरूलाई थाहा छैन त्यो चिट चोडेर पास गरेका हुन् कि के हो। अहिले यहाँ उपस्थित हुने साथीहरू चाहिँ क्लियर हुनुपर्छ। संसद सबै देशमा हुन्छ, संसदमा सांसदहरूले खरिद बिक्रीद्वारा प्रधानमन्त्री छान्छ भने त्यो संसदीय व्यवस्था हो। तर सांसदहरू मन्त्री प्रधानमन्त्री हुँदैनन्, उनीहरूले मन्त्री प्रधानमन्त्री छान्दा पनि छान्दैनन्, कि आफ्नो कानुन बनाउने मात्रै काम गर्छन् भने त्यो संसदीय व्यवस्था होइन। यतिका लागि अब त्यसले संसदीय व्यवस्था तपाईँले अन्त्य गरिदिनु भयो भने जवाफदेहिता बढ्छ। सिधा के छ भने जसले आफै कानुन बनाउँछ अनि कानुनको व्याख्या गर्ने न्यायाधीश पनि आफै नियुक्त गर्छ। संसदीय समितिले ढुङ्गामुढा गुण्डागर्दी गरेका 8 कक्षा पास गरेकाले विभिन्न अन्टसन्ट क्वेसनको आन्सर सोधेपछि त्यसको जवाफ दिएर न्यायाधीश बन्न पाइन्छ कि नेपालको अहिलेको त्यो संविधानमा त्यस्तो व्यवस्था छ। अब त्यही संसदले नै नियन्त्रण गर्छ अदालतलाई, किनभने संसदले बनाएको सरकार, त्यो सरकारको अर्थमन्त्रीसँग न्यायाधीशले भिख माग्नुपर्छ र अनि बजेट देऊ भन्नुपर्छ। धेरै देशहरूमा जस्तो अमेरिकाकै कुरा गरौँ, अहिले बजेट बन्दैखेरि यति प्रतिशत चाहिँ न्यायपालिकालाई भनेर छुट्याइदिएपछि उपचार खर्च मलाई देऊ भनेर सरकारको पाउ मोल्नु पर्दैन न्यायाधीशले। नेपालमा चाहिँ पर्छ। हाम्रो रामकुमार प्रसाद शाहकले चाहिँ लेखा थिए 83 लाख रुपियाँ त्यो प्रधान न्यायाधीश भइसकेको पछि प्रधानमन्त्री भएका खिलराज रेग्मीले दिएका थिए। यस्ता कैयौं छन् मसँग रेकर्ड हेर्नु। अहिले भएका न्यायाधीशहरूको पनि यति भ्रष्टाचार गरेका छन् त्यो मसँग छ।